इट्स म्याच डे साथीहरू रियल मैड्रिड भर्सेस भिल्लारियल हामीलाई लालिगा टाइटल चाहिएकै छ अर्जेन्ट चाहिएको छ त्यसैले यसपछि खेल्ने एभ्री लालिगा म्याच हामीले जित्नै पर्ने प्रेसर जित्नै पर्ने जरुरी छ त्यसैले आजको म्याच पनि एकदम मोस्ट इम्पोर्टेन्ट छ भिल्लारियलसँगको म्याच अनि यो जित्न त्यति सजिलो भने छैन एकदमै चुनौती छ भिल्लारियल लास्ट सिजन भन्दा अगाडिको जस्तो भिल्लारियल छैन भिल्लारियल असली भिल्लारियल छ अहिले सबलाई कुट्दै आएको छ अहिलेसम्म 19 म्याच खेलेर 13 म्याच जितिसकेको छ हामीभन्दा एक म्याच कम खेलेको छ 13 म्याच जितेर 41 पोइन्ट सहित टेबलको थर्ड स्थानमा छ सो जित्न त्यति सजिलो छैन भिल्लारियलकै होममा छ फेरि भिल्लारियलको होममा हामीलाई खेल्न म्याक्सिमम गाह्रो भइरहेको हुन्छ लास्टको 5 म्याचको हेड टु हेड हेर्दा हामीले 4 जितेका छौँ 1 ड्र भएको छ ड्र त्यही भिल्लारियलको होममा भएको त्यसैले ड्र मात्रै भयो भने पनि हामीले पोइन्ट ड्र गर्नेवाला छौँ हामीलाई एकदमै धेरै लस हुनेवाला छ सो आजको म्याच मोस्ट इम्पोर्टेन्ट छ अनि आजको म्याच भने जनवरी 25 को बिहान अर्थात् हामी नेपालको लागि आज राति 1:45 बाट सुरु हुँदैछ त्यसैले हेर्नुपर्छ अलार्म राखेर उठेर पनि हेरिन्छ उता बार्साका फ्यानहरूले गरेर बसेका छन् आज हार्छ या ड्र खेल्छ अनि भोलि बिहान लिनुपर्छ उनीहरूको मजाक उडाउनुपर्छ भनेर सो त्यसो हुन नदियो है केटाहरू इफ केही गरी पोइन्ट ड्रप गऱ्यो वा हार्यो या ड्र भयो भने हामीले अस्ति रियल सोसिएटीसँग बार्साले हार्दा कत्रो मजाक बनाएका थियौँ भोलि मजाकको पात्र हामी भन्नेवाला छौँ र पोइन्ट ड्रप भएर हामीलाई घाटा हुने नै छ सो भोलिको म्याच जित्नै पर्ने छ जितेर हो केटाहरू रियल मैड्रिड केटाहरू नत्र भोलि यस्तो लिन्छु मै लिन्छु तिमीहरूलाई गुड लक रियल मैड्रिड एन्ड जय हाला मैड्रिड